काठमाडौँ काँडाघारी नवदुर्गा टोलमा घट्यो अनौठो घटना। कुखुराको भालेले पायो जीवनदान। हजुरहरू अहिले जुन भाले देखिरहनु भएको छ नि, यस भालेले उसको जीवनदान पाएको छ, अभयदान पाएको छ। उसले अब पूर्ण आयु बाँच्न पाउने भएको छ। उसले अब अकालमा मर्नुपर्ने छैन। उसले के कारणले जीवनदान पायो त? के कारणले अभयदान पायो त? यसको एउटा रोचक कहानी छ। एकैछिन सुन्नुहुन अनुरोध गर्दछु। काठमाडौँ कागेश्वरी मनोरा नगरपालिका वार्ड नम्बर 7 स्थित नवदुर्गा टोलमा एकजना अशोक रायमाझी नामको काभ्रेली युवा बस्नुहुन्छ। उहाँ बा 2 ज 5420 नम्बरको ट्याक्सी चलाउनुहुन्छ। आजभन्दा 2 वर्ष 4 महिना अघि उहाँको पिताजी बित्नु भएर उहाँ 1 वर्षसम्म पिताजीको आशोच बारेर बस्नुभयो। जब पिताजीको वर्ष दिनको काम सकियो, त्यसपछि उहाँले लोकल कुखुराको मासु खाने विचार गरेर मकवानपुर जिल्लाको उत्तरी भेगबाट साथी मार्फत लोकल कुखुराको भाले मगाउनु भयो। कुखुराको भाले जसै टाटा सुमो चढेर काठमाडौँतिर लाग्यो, काठमाडौँमा अशोक रायमाझीजीको माइलो बुबा बित्नुभयो। त्यसपछि उहाँले भाले ल्याइदिने साथीलाई आफ्नो माइलो बुबा बितेको घटना सुनाउँदै अब मेरो लागि भाले नल्याइदिनु है भनेर दाह संस्कारको लागि आर्यघाटतिर लाग्नुभयो। तर साथीले भने भाले उहाँ बसेको ठाउँमा ल्याइदिनु भयो। यो घटना 2081 साल फागुन महिनाको हो। जब अशोक रायमाझीजीको माइलो बुबा बित्नुभयो, तब उहाँले 45 दिनसम्म आशोच बार्नुपर्ने भयो। यस समयमा उहाँले मासु खान मिलेन। त्यही भएर उहाँले आफ्नो घरमा आइपुगेको कुखुराको भालेलाई अब तैँले आजीवन बाँच्न पाउने भइस्, तैँले अकालमा मर्नु पर्दैन, तैँले अभयदान पाइस्, अब म तँलाई खान्न र अरूलाई पनि खान दिन्न। तँ मरेको दिन म तेरो समाधिमा 1 माना चामल सहित तँलाई समाधिस्थ गर्नेछु भनी घोषणा गर्नुभएकोले यो भाले अहिलेसम्म यसरी बिना भय स्वतन्त्र विचरण गर्न पाएको छ, हिँडडुल गर्न पाएको छ। यो भाले अहिले जब अशोक रायमाझीजी घरमा आइपुग्नुहुन्छ, तब उसले गाली गर्छ भनेर लुक्न जान्छ। जब उहाँले भाले भाइ आउनुस् भनेर बोलाउनुहुन्छ, तब ऊ आउँछ र उहाँको काँधमाथि समेत चढ्छ। तर यो भाले परिवारका अरू सदस्यहरूलाई नटेरे जस्तो गर्दै दादागिरी पनि देखाउँछ। अब भन्नुहोस् त, यो जस्ता अन्य कैयौँ भालेहरू अकालमा मरिरहेका छन्, तर यसले चाहिँ पूर्ण आयु बाँच्न पाउने गरी जीवनदान पाएको छ, अभयदान पाएको छ, यसरी स्वतन्त्र विचरण गर्न पाएको छ, हिँडडुल गर्न पाएको छ। आखिरी किन त? किनभने यस भालेले पूर्वजन्ममा पक्कै पनि राम्रो काम गरेको हुनुपर्छ। त्यही भएर यसले अहिलेको जन्ममा पूर्ण आयु बाँच्न पायो, जीवनदान पायो, अभयदान पायो। यो बाहेक अरू कुनै पनि कारण छैन जसले गर्दा ऊ पूर्ण आयु बाँच्न पाओस्। यसर्थ म जसले यो भिडियो पुरा हेर्नुहुन्छ, उहाँहरूलाई म के अनुरोध गर्न चाहन्छु भनेदेखि पूर्वजन्म थियो र पुनर्जन्म निश्चित छ। त्यसैले हामीले सधैँ सत्कर्म गर्न जरुरी छ। हस्, भिडियो पुरा हेरिदिनु भएकोमा यहाँहरूलाई सप्रेम धन्यवाद अर्पण गर्दछु।